पहलगाम घटनाको 15 दिनपछि मे 6, 2025 मा भारतले अपरेसन सिन्दूर मार्फत पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका 9 स्थानमा हवाई हमला गर्यो, जसले कम्तीमा 26 जनाको ज्यान गएको पाकिस्तानी सञ्चार माध्यमले बताएका छन्। यता पाकिस्तानले पनि त्यसको जवाफी कारबाही र ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ। यता भारतबाट हुन सक्ने युद्ध आक्रमणको खतरालाई मध्यनजर गर्दै टर्कीले पाकिस्तानको सहयोगका लागि टिसिजी बुयुकदा युद्धपोत कराची बन्दरगाहमा उतारेको छ। अब यहाँ प्रश्न उठ्छ के यी आक्रमण र सैन्य तैनाथीहरूले भारत पाकिस्तान बीच भयानक युद्ध हुँदैछ? दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी पहलगाम हमलापछिको भारत पाकिस्तान युद्धले के परमाणु जोखिम बढाएको हो, आज हामी यही विषयमा विशेष चर्चा गर्नेछौँ। जम्मू कश्मीरको पहलगाममा सन् 2025 अप्रिल 22 मा भएको आतंकवादी हमलाले भारत र पाकिस्तान बीचको तनावलाई युद्धको किनारमा पुर्याएको छ। यो हमलामा 25 भारतीय र एक नेपाली पर्यटक सहित 26 जनाको ज्यान गएको थियो, जसले दक्षिण एसियाको क्षेत्रीय स्थिरतामाथि गम्भीर प्रश्न उठायो। यो घटनापछि भारतले सिन्धु जल सम्झौता निलम्बन, अटारी बागा सीमा बन्द, पाकिस्तानी नागरिकहरूको भिसा रद्द र कूटनीतिक सम्बन्ध न्यूनीकरण गर्यो। जवाफमा यता पाकिस्तानले सन् 1972 को सिमला सम्झौताबाट पछि हट्ने धम्की दियो र सिन्धु नदीको पानी रोक्ने कुनै पनि प्रयासलाई युद्धको कार्य मान्ने चेतावनी दियो। त्यसो त भारतले पाकिस्तानमा आक्रमण गर्ने लगभग निश्चित थियो। पाकिस्तानी सञ्चार माध्यमले पनि भारतको सम्भावित आक्रमणबारे पहिल्यै बताइसकेका थिए। अन्ततः पहलगाम घटनाको 15 दिनपछि 2025 मे 6 मा भारतले अपरेसन सिन्दूर मार्फत पाकिस्तानको पन्जाब र पाकिस्तान नियन्त्रित कश्मीरमा हवाई हमला गरेको छ। यता जवाफमा पाकिस्तानले पनि नियन्त्रण रेखामा तोपखाना आक्रमण, बेराक्टार TB2 ड्रोन परिचालन र PL-15 मिसाइल सहितको हवाई रक्षा प्रणाली प्रदर्शन गरेको छ। मे 7, 2025 सम्म LOC मा छिटफुट गोलाबारी र ड्रोन गतिविधि कायम छ। न्युयोर्क टाइम्सका अनुसार यी हमलाहरूले कम्तीमा 8 जनाको ज्यान लिएका छन्। सिन्धु जल सम्झौता निलम्बन र सिमला सम्झौताको धम्कीले कूटनीतिक सम्बन्धलाई जटिल बनाएको छ। भारतले आफ्नो आधुनिक विमानवाहक युद्धपोत INS विक्रान्तलाई अरब सागरमा तैनाथ गरेको छ, जसले पाकिस्तानको कराची र ग्वादर बन्दरगाहमा नाकाबन्दीको सम्भावना बढाएको छ। टर्कीको युद्धपोत र भूमिका। मे 4, 2025 मा टर्कीको नौसेना युद्धपोत टिसिजी बुयुकदा 1 मिल्गेम श्रेणीको कोर्वेट कराची बन्दरगाहमा आइपुगेको छ। पाकिस्तान नौसेनाले यसलाई सद्भावना भ्रमणको रूपमा प्रस्तुत गरेको छ र टर्कीले यसलाई नियमित बन्दरगाह भ्रमण भनेको छ। यद्यपि भारत पाकिस्तान तनावको सन्दर्भमा यो भ्रमणले हतियार आपूर्तिको आशंका निम्त्याएको छ। इन्डिया टुडेका अनुसार टिसिजी बुयुकदाको आगमन C-130 सैन्य परिवहन विमानको कराची र इस्लामाबाद अवतरणको 1 हप्तापछि भएको छ। यी विमानहरूले लडाकु उपकरण बोकेको अनुमान गरिएको छ। यद्यपि टर्कीले यसलाई रिफ्युलिङ स्टपको रूपमा खण्डन गरेको छ। टर्की र पाकिस्तान बीच गहिरो सैन्य सहकार्य छ। स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार टर्कीको कुल हतियार निर्यातको 10% पाकिस्तानलाई जान्छ। पाकिस्तानले टर्कीबाट बेराक्टर TB2 र अकिन्जी ड्रोन, 4 मिल्गेम श्रेणीको कोर्वेट र PNS माविन फ्लिट ट्याङ्कर प्राप्त गरेको छ। टर्कीले पाकिस्तानको अगोस्ता 90B श्रेणीको पनडुब्बीहरूको आधुनिकीकरणमा पनि सहयोग गरेको छ। टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले फेब्रुअरी 2025 मा कश्मीर मुद्दामा पाकिस्तानलाई समर्थन गर्ने कुरा दोहोर्याएका छन् भने भारतको पछिल्लो आक्रमणलाई पाकिस्तानको सार्वभौमिकतामाथिको आक्रमण भएको बताएका छन्। सैन्य शक्ति र हतियारको तुलना। जम्मू कश्मीरको पहलगाममा हालै भएको आतंकवादी हमलाले भारत र पाकिस्तान बीचको तनावलाई फेरि एकपटक सतहमा ल्याएको छ। यी दुई छिमेकी राष्ट्रहरू जो सन् 1947 को विभाजनपछि स्वतन्त्र भएपछि कश्मीर विवाद र सीमापार आतंकवादका कारण पटक पटक सैन्य तनावमा फँसेका छन्। दुवै देश परमाणु हतियारले सम्पन्न छन्, जसले कुनै पनि सम्भावित युद्धलाई विश्वकै लागि खतरा बनाउँछ। भारत र पाकिस्तानको सैन्य शक्तिको तुलना गर्दा सबैभन्दा पहिला सक्रिय सैनिक, रिजर्भ फोर्स र रक्षा बजेटको कुरा आउँछ। भारतसँग करिब 14,55,000 सक्रिय सैनिक छन्, जुन विश्वकै दोस्रो ठूलो सैन्य जनशक्ति हो। यसका साथै भारतसँग 11,55,000 रिजर्भ फोर्स र 25,27,000 पैरामिलिट्री जवान छन्।
भारतको रक्षा बजेट सन् 2025 मा 77.4 अर्ब डलर छ, जुन विश्वको चौथो ठूलो रक्षा बजेट हो। यसले भारतलाई आधुनिक हतियार, प्रविधि र सैन्य पूर्वाधारमा ठूलो लगानी गर्न सक्षम बनाएको छ। त्यसो त भारतको तुलनामा पाकिस्तानको यो आँकडा निकै कमजोर छ। पाकिस्तानसँग 6,54,000 सक्रिय सैनिक छन् भने उसको रिजर्भ फोर्स 5,05,000 र पैरा मिलिट्री जवान 5 लाख रहेका छन्। पाकिस्तानको रक्षा बजेट लगभग 7 देखि 10 अर्ब डलरको बीचमा रहेको छ, जुन भारतको तुलनामा करिब 9 गुणा कम हो। यो आर्थिक असमानताले पाकिस्तानलाई हतियारको आधुनिकीकरण र सैन्य तयारीमा भारतसँग प्रतिस्पर्धा गर्न कठिन बनाउँछ। सन् 2025 को ग्लोबल फायर पावर इन्डेक्सका अनुसार भारत विश्वको चौथो शक्तिशाली सैन्य राष्ट्र हो, जबकि पाकिस्तान 12औं स्थानमा रहेको छ। हात हतियारमा पनि भारतको स्थिति निकै मजबुत छ। भारतसँग 4,614 ट्याङ्क छन्, जसमा T-90 भीष्म, अर्जुन र T-72 समावेश छन्। भारत विश्वको 6औं ठूलो ट्याङ्क शक्ति हो। यस्तै भारतसँग 1,41,248 बख्तरबन्द सवारी साधन छन्, जुन पाकिस्तानको भन्दा 3 गुणा बढी हो। भारतको आर्टिलरी शक्ति पनि उल्लेखनीय छ, जसमा बोफोर्स FH-77, K9 वज्र TM-77 होवित्जर र पिनाका रकेट सिस्टम समावेश छन्। यी हतियारहरूले भारतलाई युद्धभूमिमा गतिशीलता र मारक क्षमता प्रदान गर्दछन्। पाकिस्तानसँग 3,742 ट्याङ्क छन्, जसमा अल खालिद, T-80UD र अल जर्रार समावेश छन्। यस्तै पाकिस्तानसँग 752 सेल्फ प्रोपेल्ड आर्टिलरी र अन्य टोड आर्टिलरीहरू छन्, तर यी हतियारहरू अधिकांश पुरानो प्रविधिमा आधारित छन् र भारतको K9 वज्र जस्ता आधुनिक हतियारसँग प्रतिस्पर्धा गर्न कठिन छ। पाकिस्तानले हालै चीनबाट SH-15 होवित्जर प्राप्त गरेको छ, जसको दाबी परमाणु हमला गर्न सक्षम छ, तर यसको प्रभावकारिता युद्ध मैदानमा अझै प्रमाणित हुन बाँकी छ। वायुसेनाको कुरा गर्दा भारतको स्थिति स्पष्ट रूपमा बलियो छ। भारतसँग 2,296 विमान छन्, जसमा 606 लडाकु विमान, 80 हमलावार हेलिकप्टर र 879 हेलिकप्टर समावेश छन्। राफेल, सुखोई Su-30 MKI, तेजस र MiG-29 जस्ता विमानहरूले भारतको वायु शक्तिलाई विश्वस्तरमा चौथो स्थानमा पुर्याएको छ। भारतले आगामी वर्षहरूमा तेजस MK1 र MK1S जस्ता स्वदेशी विमानहरू थप्दैछ, जसले वायुसेनालाई थप बलियो बनाउनेछ। पाकिस्तानको वायुसेनासँग 1,379 विमान छन्, जसमा 328 लडाकु जेट र 57 हमलावार हेलिकप्टर छन्। पाकिस्तानका प्रमुख विमानहरूमा चिनिया J-10C, JF-17 र अमेरिकी F-16 लडाकु जहाज समावेश छन्। पाकिस्तानी विज्ञहरूले J-10C र JF-17 लाई भारतको राफेलसँग तुलना गर्छन्, तर यी विमानहरूको प्रविधि र मारक क्षमता राफेलको तुलनामा कमजोर मानिन्छ। यस्तै पाकिस्तानसँग फतह रकेट सिस्टम पनि छ, जसको रेन्ज 400 किलोमिटर छ। यो मिसाइल रक्षा प्रणालीलाई छल्न सक्षम छ, तर भारतको ब्रह्मोस र अग्नि मिसाइलहरूको रणनीतिक प्रभाव धेरै गुणा बढी छ। यता नौसेनाको शक्तिमा पनि भारतीय नौसेनाले हिन्द महासागरमा आफ्नो प्रभुत्व कायम राखेको छ। भारतसँग 293 युद्धपोत छन्, जसमा 2 विमान वाहक पोत, 13 डिस्ट्रोयर, 14 फ्रिगेट, 18 पनडुब्बी र 18 कार्भेट समावेश छन्। भारतको नौसेनाले अरब सागर, बंगालको खाडी र हिन्द महासागरको निगरानी गर्छ, जसले रणनीतिक रूपमा भारतलाई बलियो बनाउँछ। पाकिस्तानको नौसेनासँग 121 युद्धपोत छन्, जसमा 8 पनडुब्बी र हालै चीनबाट प्राप्त टाइप 054 फ्रिगेट समावेश छन्। यो फ्रिगेट स्टिल्थ प्रविधिमा आधारित छ र रडारबाट बच्न सक्षम छ, तर भारतको नौसेनाको आकार र प्रविधिको तुलनामा यो निकै कमजोर छ। पाकिस्तानको नौसेना अरब सागरमा सीमित प्रभाव राख्छ र भारतको नौसेनासँग खुल्ला युद्धमा टिक्न सक्ने सम्भावना कम छ। यदि परमाणु हतियारको कुरा गर्ने हो भने यसमा भारत र पाकिस्तान दुवै सम्पन्न छन्, जसले युद्धको परिणामलाई विनाशकारी बनाउँछ। भारतसँग 130 देखि 140 परमाणु हतियार छन्, जसलाई अग्नि, पृथ्वी र ब्रह्मोस जस्ता मिसाइलहरूले बोक्न सक्छन्। अग्नि 3 मिसाइलको रेन्ज 3000 देखि 5000 किलोमिटर छ, जसले पाकिस्तानको कुनै पनि क्षेत्रलाई निशाना बनाउन सक्छ। यता पाकिस्तानसँग पनि 140 देखि 150 परमाणु हतियार रहेका छन्, जसलाई शाहिन-2, गौरी र बाबर मिसाइलहरूले बोक्न सक्छन्। पाकिस्तानको मिसाइल प्रणाली मुख्य रूपमा चीनको सहयोगमा विकसित भएको छ।
दुवै देशको परमाणु हतियारको संख्या लगभग बराबर छ। भारत पाकिस्तान परमाणु युद्धको खतरा। भारत र पाकिस्तानको सैन्य शक्तिको तुलनामा भारत हरेक क्षेत्रमा थल, जल, वायु र रणनीतिक हतियारमा स्पष्ट रूपमा अगाडि छ। तर यहाँ एउटा जोखिम निकै गम्भीर छ। त्यो हो दुवै देशसँग भएको परमाणु हतियारको बराबरी संख्या। निश्चय नै यदि भविष्यमा भारत र पाकिस्तान बीच पूर्ण स्तरको युद्ध भयो भने त्यो युद्धमा जबसम्म परमाणु हतियारको परिचालनको अवस्था आउँदैन तबसम्म भारतले पाकिस्तानलाई पूर्ण रूपमा हराउनेछ। तर यहाँ जटिल समस्या के छ भने भारत जतिसुकै शक्ति सम्पन्न भए पनि उसले पाकिस्तानसँग फुल फेज वार गर्न सक्दैन। यदि त्यस्तो परिस्थिति आयो भने निश्चय नै पाकिस्तान कमजोर देखिनेछ र उसले त्यतिबेला आफूसँग भएका परमाणु हतियार सीमातर्फ तेर्स्याउनेछ। त्यतिबेला भारत बाध्य भएर पछि हट्नु पर्नेछ, अन्यथा म पनि मर्छु र तँलाई पनि मार्छुको अवस्था आउनेछ। त्यसैले कुनै समयको चीनको दूरदर्शी रणनीतिले यतिबेला निकै ठूलो काम गरेको छ, किनकि आज पाकिस्तानसँग जति पनि परमाणु हतियार छ त्यो सबै चीनकै देन हो। अब यहाँ प्रश्न उठ्छ, त्यसो भए यो युद्ध कुन मोडमा पुगेर टुङ्गिनेछ त? इरान इजरायल शैलीको समझदारी आक्रमण। इरान इजरायल शैलीको समझदारी आक्रमणले नियन्त्रित र प्रतीकात्मक सैन्य कारबाहीलाई जनाउँछ जसले ठूलो युद्धबाट जोगिँदै शक्ति प्रदर्शन गर्छ। अप्रिल 2024 मा इरानले इजरायलमाथि 300 ड्रोन र मिसाइल प्रहार गर्यो जुन नियन्त्रित थियो र इजरायलको हवाई रक्षाले त्यसलाई रोकेको थियो। त्यसपछि इजरायलले पनि जवाफमा इस्फहानको S-300 हवाई रक्षा प्रणालीलाई लक्षित गर्यो, तर उसले इरानको परमाणु केन्द्र र तेल उत्पादनमा आक्रमण गरेन। इरान इजरायलको यो रणनीतिलाई यतिबेला भारत पाकिस्तान तनावसँग तुलना गर्न सकिन्छ। भारतको अपरेसन सिन्दुरले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका आतंकवादी शिविरहरूलाई लक्षित गरेको छ, तर नागरिक क्षेत्र अनि पाकिस्तानको परमाणु केन्द्रमा लक्षित गरिएको छैन। भारतले आक्रमण गरेको केही समयमै पाकिस्तानले जवाफी कारबाहीमा ड्रोन र PL-15 मिसाइल प्रहार गर्यो, तर उसले पनि त्यो आक्रमण सीमित क्षेत्रमा गरेको छ। हुन त टर्कीको युद्धपोत TCG बुयुकदाको कराची आगमन र चीनको कथित समर्थनले यो समझदारी आक्रमणलाई जटिल बनाएको छ। टर्कीले पाकिस्तानलाई बेराक्टर TV-2 ड्रोन र मिल्गेम कोर्वेट प्रदान गरे पनि यतिबेला प्रत्यक्ष हस्तक्षेपको सम्भावना अत्यन्तै कम छ। यता चीनले पनि तटस्थ बयान दिएको छ, तर चाइना पाकिस्तान इकोनोमिक कोरिडोरको रणनीतिक हितका कारण निश्चय नै चीनलाई पाकिस्तानको पक्षमा उभ्याउनेछ। इरान इजरायल शैलीमा अघि बढेको यो युद्धमा भारतले INS विक्रान्तलाई अरब सागरमा तैनात गरेको छ, जसले युद्धको भयावह अवस्थालाई झल्काउने काम गर्छ। तर यतिबेला दुवै देशले देखाउने शक्ति प्रदर्शन मात्र आफ्ना नागरिकको आँखामा राष्ट्रवादको भावना बढाउने मात्र हो। भारतको आक्रमण र पाकिस्तानको जवाफ यसअघि भएको पुलवामा घटना र बालाकोट हवाई हमलासँग ठिक मिल्दोजुल्दो छ। 2019 फेब्रुअरी 14 त्यतिबेला पनि भारतले जम्मू कश्मीरको पुलवामामा भएको आतंकवादी हमलामा 40 भारतीय सुरक्षाकर्मी मारिएपछि पाकिस्तान नियन्त्रित क्षेत्रमा हवाई हमला गरेको थियो। त्यसको केही दिनपछि फेब्रुअरी 26 मा भारतीय वायुसेनाले बालाकोटमा जैश-ए-मोहम्मदको आतंकवादी शिविरलाई लक्षित गर्यो, तर नागरिक क्षेत्रलाई हानि पुर्याउनबाट जोगियो। त्यसको भोलिपल्ट पाकिस्तानले फेब्रुअरी 27 मा जवाफी हवाई कारबाही गर्यो, जसमा दुवै पक्षका लडाकु विमानहरू संलग्न भए र भारतीय पाइलट अभिनन्दन वर्धमानलाई पक्राउ गरियो। भारत जतिसुकै सैन्य शक्तिमा श्रेष्ठ भए पनि पाकिस्तानसँग पूर्ण युद्ध गर्न सक्दैन। पाकिस्तानको तुलनात्मक कमजोर सैन्य शक्तिले उसलाई परमाणु हतियार प्रयोग गर्न बाध्य बनाउँछ। यतिबेला दुवै देशसँग समान परमाणु हतियार छन् र यदि पूर्ण युद्धको अवस्था आयो भने पाकिस्तानले भारतका सीमातर्फ परमाणु हतियार तेर्स्याउनेछ। त्यतिबेला भारत बाध्य भएर पछि हट्नु पर्नेछ, किनभने परमाणु टकरावले म पनि मर्छु तँलाई पनि मार्छुको विनाशकारी अवस्था निम्त्याउनेछ। यो जोखिमले दुवै देशलाई इरान इजरायल शैलीको समझदारी आक्रमणमा सीमित राख्छ। अहिलेको अपरेसन सिन्दुर पनि सन् 2019 को बालाकोट हवाई हमला जस्तै हो। केही दिन चर्किन्छ, त्यसपछि दुवै देशले जितको घोषणा गर्छन्, युद्ध सकिन्छ। दर्शकवृन्द, आजको श्रृङ्खला तपाईलाई कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस्, ताकि हामीले अपलोड गर्ने नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईलाई प्राप्त होस्। आजका लागि यति नै।
अर्को भिडियोमा अझै रोचक जानकारी लिएर आउने नै छौं। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।